यति बेला धेरैजना साथीहरूको फेसबुक ह्याक भएको छ। ह्याक गरेर अरू कुनै व्यक्तिले फेसबुक चलाएर अश्लील तस्बिरहरू राखिदिने, विभिन्न किसिमका भिडियोहरू राखिदिने र तपाईँ हाम्रो आफन्तजनहरूमा एउटा कोलाहल मचाउने र लाज लाग्ने काम गराइरहेका छन्। त्यो गिरोहबाट बच्नलाई हामी चाहिँ अहिले नै सजग हुनुपर्छ है। के कारणले फेसबुक ह्याक हुन्छ, ह्याक नहुनलाई हामीले के गर्नु पर्यो, यो भिडियो अन्तिमसम्म हेर्नुभयो भने तपाईँ हामीलाई पक्कै पनि टेवा मिल्नेछ। नमस्ते, मेरो नाम जनक खड्गा। म यति बेला दाङ घोराईको तुलसीपुर चोक्कैमा रहेको रुकुम पूर्व पश्चिम मोबाइल पसलबाट हामीले विशेष गरी केही कुरामा ध्यान नदिँदा हाम्रो फेसबुक ह्याक हुने गरेको छ र ह्याकरहरूले विभिन्न किसिमका तस्बिरहरू राखिदिएर हाम्रो बेइज्जत गरिदिरहेका छन् र हाम्रो इज्जतमा दाग लाउने र डोमिनेट गरिरहेका छन्। विशेष गरी हामी सावधान नहुँदा हो। हामी सावधान के कुरामा हुनु पर्यो भन्दा आजभन्दा करिब 1 वर्ष अगाडिदेखि हामीले ब्ल्याक सिमहरू बजारमा किन्ने गर्थ्यौँ है। तपाईँले पनि, मैले पनि, मेरो साथीहरूले सबैले ब्ल्याक सिम अर्कैको नाममा एक्टिभ भएको सिम हामीले 100 रुपियाँ पर्ने सिमलाई 200-250 रुपियाँ हालेर हामीले सिम किन्यौँ र उक्त सिमबाट हामीले फेसबुक आइडी खोलेका थियौँ कुनै बेला है। र त्यो सिम टेलिकमले कसको नाममा छ, जस्तो त्यो कुनै नचलाउँदा हामीले सिम अर्कैको नाममा छ, ब्ल्याक किनेका हो भनेर त्यो सिम फ्याँकिदियौँ र फ्याँकिसकेपछि टेलिकमले उक्त सिम अर्कोलाई दिइसकेपछि अर्कैको नाममा त्यो सिम गयो। या चाहिँ उही स्वयं व्यक्तिले जसको नाममा पहिला त्यो सिम निकालेको छ त्यही व्यक्तिले त्यो सिम निकाल्न मिल्छ। निकालेर उसले पनि यो काम गर्न सक्छ भाइ। फर इक्जाम्पल, ठिक छ, यो सिमबाट उसले फेसबुक चाहिँ खोलेको रहेछ। फेसबुक खोल्दै गर्दा एउटै नम्बरबाट धेरै आइडी नखुल्ने भएर नम्बर हान्दै गर्दा मानौँ तपाईँ हाम्रो आइडी ओपन हुन्छ, भइसक्यो भने उसले अननोन पर्सनको चाहिँ नचिनेको व्यक्तिको फेसबुक ओपन भइसकेपछि उसले चाहिँ तपाईँ हाम्रो फेसबुक खोलेर अथवा त्यसमा फर्गेट पासवर्ड गरेर कोड आउँछ, हालिसके तपाईँ हाम्रो आइडी खुल्छ र भिडियो फोटोहरू पोस्ट गरिदिन सक्छ, ह्याक गरिदिन सक्छ। एउटा त्यो माध्यम भयो। यो भनेको अलि कमै है। सबैभन्दा बढी चाहिँ हाम्रो ह्याकरहरूले कसरी, जुन तपाईँ हाम्रो आइडी ह्याक गरेर ह्याकरहरूले चलाएर तपाईँ हाम्रो फेसबुकमा विभिन्न किसिमका तस्बिरहरू पोस्ट गरिदिएर बेइज्जत गरेको घटनाहरू धेरै छ। हाम्रा इज्जतदार व्यक्तिहरू है, इज्जतदार व्यक्तिहरूको पनि बेइज्जत गरेको छ। धेरै ह्याकरहरूले हाम्रा दिदीबहिनीहरू, हाम्रा दाजुभाइहरूको ह्याक गरेको छ। ह्याकबाट बच्नलाई तपाईँ हामीले आजै के कुरामा सचेत हुनु पर्यो भन्दा हाम्रो फेसबुक आइडी या पहिले हामीले पुरानो खोलेका छौँ र अहिले चाहिँ हामीले त्यो ह्याक गर्नबाट बच्नलाई हामीले के गर्नु पर्यो भन्दा उक्त आइडीमा हामीले इमेल एड गर्न मिल्छ है। मैले तपाईँहरूलाई यो भिडियो सिकाउँदैछु। इमेल एड गर्न मिल्छ। सेटिङमा गएर भित्र सेटिङमा गएर हामीले इमेल एड गर्न मिल्छ। त्यसपछि हाम्रो नयाँ मोबाइल नम्बर एड गर्न मिल्छ भित्र सेटिङमा गएर। सेटिङमा गइसकेपछि हामीले सेटिङ एन्ड प्राइभेसीमा, त्यहाँभित्र फेसबुकको सेटिङ एन्ड प्राइभेसीमा गयौँ भने त्यहाँ चाहिँ भित्र चेन्ज पासवर्ड लेखेको हुन्छ है। चेन्ज पासवर्ड र पासवर्ड चेन्ज पनि गर्न सक्छौँ। त्यहाँ चाहिँ एड नम्बर, कुनै पनि नम्बर, हाम्रो मोबाइल नम्बर, इमेल एड गर्न सक्छौँ। हामीले चाहिँ उसमा हाम्रै प्रोफाइलको तल प्रोफाइलको तल मुनि एबाउटमा जानुभयो भने एबाउट सेक्सनलाई ओपन गर्नु, तल एडिट लेखा हुन्छ। त्यहाँ मोबाइल नम्बर अथवा लोकेसन, त्यहाँ सबै हाम्रो कलेज कहाँ पढ्ने के गर्ने त्यसलाई एडिट गरेर आफूले चाहिँ थप्नुहोस् भन्ने लेखा हुन्छ। त्यहाँ चाहिँ मोबाइल नम्बर लेखेको ठाउँमा एडिट गरेर अर्को याद गराउनु मिल्छ है। हामीले नयाँ नम्बर राख्न सक्छौँ र हाम्रो नम्बर त्यहाँ याद भयो, हाम्रो इमेल याद भयो भने ह्याकरले चाहिँ त्यो ह्याक गर्न सक्दैन, हाम्रो इमेल रहन्छ। र अर्को 2 फ्याक्टर अथराइजेसनलाई हामीले अन गरिदिन पनि सक्छौँ। त्यो गऱ्यौँ भने कसैले तपाईँ हाम्रो फेसबुकलाई ह्याक गर्दैछ भने त्यहाँ मेसेज आउँछ, नोटिफिकेसन आउँछ तपाईँको आइडी कसैले ह्याक गर्दैछ है भनेर। हामी आजैबाट के कुरामा सजग हौँ भने पुरानो फेसबुक छ भने त्यहाँ नम्बर कुन युज भएको छ, हाम्रो सेटिङमा पनि जानु पर्दैन। तपाईँ फेसबुक ओपन गर्नुभयो भने तपाईँको प्रोफाइलमा क्लिक गर्नु होला। प्रोफाइलको तल एबाउट लेखेको हुन्छ, ABOUT अबाउट सी लेखेको हुन्छ। त्यहाँ क्लिक गर्नुभयो भने तल नम्बर लेखेको हुन्छ। तपाईँको मोबाइल नम्बर वानली पनि गराउन सक्नुहुन्छ तपाईँले, अथवा पब्लिक पनि गराउन सक्नुहुन्छ। सबैले देख्ने गरी पब्लिस पनि गराउन सक्नुहुन्छ। त्यहाँ क्लिक गर्नुभयो भने त्यहाँ मोबाइल नम्बर देखिन्छ। तपाईँले पहिला फेसबुक खोल्दाको मोबाइल नम्बर, त्यसमा गएर हाम्रो मोबाइल नम्बर एड पनि गर्न सकिन्छ, इमेल पनि एड गर्न सकिन्छ है। र त्यो नम्बरलाई हामीले रिमुभ गर्न सक्छौँ र हाम्रो नयाँ नम्बर एड गऱ्यौँ भने ह्याकरले तपाईँ हाम्रो चाहिँ ह्याक गर्न सक्दैन। अर्को कुरा, कुनै पनि कोड, जस्तो तपाईँ हाम्रो मोबाइल नम्बर अथवा इमेलमा आएको कोडहरू
कसैले कुरा गर्दै गर्दा त्यहाँ एउटा कोड आएको छ, यो कोड दिनुहोस्, तपाईँलाई यो चिट्टा परेको छ, यति पैसा तपाईँहरूलाई चाहिँ परेको छ, यो पैसाको लागि यो कोड दिनुपर्छ है, तपाईँ चाहिँ यति पैसा पाउँदै हुनुहुन्छ, तपाईँ भाग्य लक्की चिट्टामा पर्नुभएको छ भन्ने सञ्जालबाट तपाईँहरू सजग हुनुहोला है। त्यहाँ किनभने त्यो कोड हाम्रो फेसबुक कोड हुनसक्छ, त्यहाँ लेखेको त हुन्छ, तपाईँ हामी सबै पढेर लेखेका हुन्नौँ, सबैलाई हामी वास्ता गर्दैनौँ, तपाईँको फेसबुकमा एउटा यस्तो कोड आएको हुन्छ, उक्त कोड हामीलाई दिनुभयो भने तपाईँलाई चिट्टा परेको छ र पैसा लिन आउनुहोस् है भनेर त्यो ह्याकर गिरोहहरूले तपाईँ हामीलाई फोन गरेर अथवा एसएमएस गरेर कुनै च्याटिङ गरेर व्हाट्सएपमा टिकटकमा फेसबुकमा त्यो कुरा गरेपछि तपाईँ विश्वास नगर्नुहोला, कुनै पनि प्रकारको तपाईँ आएको ओपिटी कोडहरू नदिनुहोला, दिएपछि हाम्रो फेसबुक तुरुन्तै ह्याक हुन्छ। अर्को कुरा, तपाईँ हाम्रो म्यासेज अथवा व्हाट्सएपमा कुनै लिङ्क आएको छ, जस्तो कुनै लिङ्क पठाएको छ भिडियो जस्तो लिङ्क अब हुन्छ नि, त्यहाँ कुनै त्यस्तो लेखेको लिङ्कलाई ओपन गरेर त्यहाँ हाम्रो फेसबुक आइडी र पासवर्ड लगइन कहिल्यै नगर्नुहोला, गर्न बित्तिकै उता खुलिहाल्छ है, उता खुल्यो भने तपाईँ हाम्रो फेसबुक आइडी ह्याक हुनसक्छ। त्यसैले आजबाट के कुरामा तपाईँहरू ह्याक हुनबाट जोगिनलाई के गर्नु पर्यो भन्दा, यदि पुरानो नम्बर याद भएको छ भने नयाँ नम्बर याद गर्नुहोस्, एकदमै सजिलो छ, मैले भनिसकेँ। प्रोफाइललाई क्लिक गरेर तल एबाउट सीमा गएर तल नम्बर सबै तपाईँको डिटेल हुन्छ नि, त्यो डिटेलमा एडिट गरेर आफ्नो नम्बर याद गर्नुहोस्। म यो अर्को भिडियोमा तपाईँलाई कसरी याद गर्ने कि त्यो पनि सिकाउँला, यदि आएन भने तपाईँ इनबक्समा पनि गर्न सक्नुहुनेछ, मेसेन्जर इनबक्समा तपाईँहरूले तरिका सिकाइदिनुहोस् भन्नुभयो भने म त्यहाँबाट पनि तरिका सिकाइदिन्छु र अर्को भिडियो राख्नेछु। र अर्को कुरा, कुनै प्रकारको ओपिटी कसैलाई नदिनुहोस्, जस्तो तपाईँमा आएको यस्तो उस्तो चिट्टा परेको छ, यो छ ऊ छ, अथवा तपाईँकै साथीभाइको फोटा हालेर कुनै गिरोहले तपाईँलाई फसाउनलाई याद गर्न सक्छ, त्योबाट जोगिनुहोस् है। एसएमएस मेसेन्जर व्हाट्सएपमा कुनै पनि अननोन व्यक्ति, चिनेको नचिनेको जुन व्यक्तिले पनि तपाईँको एउटा कोड आएको छ, हामी चाहिँ के अरे हामी चाहिँ गाउने भोइस कलाकार हौँ, नाच्ने हौँ, हाम्रो एउटा कोड चाहिएको छ, तपाईँको त्यो कोडले हाम्रो भोटिङ हुन्छ भनेर पनि फसाउन सक्छन्, तर नदिनु होला। अर्को कुनै पनि लिङ्क नखोल्नु होला है, उताबाट आएको कुनै पनि हाम्रो कुनै लिङ्क पठाएको छ भने यसो मेसेन्जर व्हाट्सएपमा त्यो ओपन नगर्नु होला, यदि गरेपछि हाम्रो फेसबुक ह्याक हुने गर्छ। र नम्बर इमेल याद अहिले गरिहाल्नु होला, र केही कन्फ्युजन छ भने मलाई चाहिँ इनबक्समा आएर सोध्न सक्नुहुनेछ, र म अर्को भिडियो चाहिँ तपाईँहरूलाई म यो कसरी याद गर्ने के गर्ने अर्को नेक्स्ट पार्टमा राख्नेछु। यो भिडियो तपाईँहरू सबैजना सबै विज्ञ हुनुहुन्न यो कुरामा, हामी करिब 15-20% मात्रै यो कुरामा विज्ञ छौँ। ओपिटी कोड दिनुहुन्न, कुनै पनि लिङ्क ओपन गर्नुहुन्न, अननोन पर्सनसँग कुराकानी गर्नुहुन्न, कसैले केही माग्यो भने केही यस्तो यस्तो छ, पुरस्कार पाइएको छ, तपाईँलाई चिट्टा परेको छ भनेर कुनै नम्बर माग्यो भने दिनुहुन्न भन्ने, हामी 15 देखि 20% मात्रै पर्फेक्ट छौँ। तर तपाईँ हाम्रा दिदीबहिनी, तपाईँ हाम्रा दाजुभाइहरूलाई इमोबाट व्हाट्सएपबाट विभिन्न ह्याकरहरूले, विभिन्न ब्ल्याकमेलिङ गर्ने व्यक्तिहरूले फसाइरहेका छन्। त्यसैले उहाँहरूसम्म यो भिडियो पुग्नलाई तपाईँले एक सेयर चाहिँ गर्नै पर्छ है। तपाईँहरूले सेयर गर्नुभयो भने उहाँहरूसम्म पुगोस्, र यो भिडियो पछि पनि तपाईँले अरूलाई आफ्नो साथीहरूलाई देखाउनु छ भने सेयर गरेर सेभ गरेर राख्न सक्नुहुनेछ। त्यसैले यो भिडियो महत्त्वपूर्ण छ, तपाईँ हामी जानेकालाई एकदमै इजी छ, नजानेका व्यक्तिहरूको लागि भिडियो एकदमै महत्त्वपूर्ण छ। त्यसैले एक सेयर गरेर सबै सामु पुर्याइदिउँ। अहिलेलाई बिदा हुन्छु। हस्त, सबैको जय होस्, जय देश, जय नेपाल।